Good morning everyone. So this is me Madan Rana. सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु and welcome back to the another episode of Madan Rana vlog. So हाम्रो एकजना भेनाको छेउर छ मतलब हाम्रो चाहिँ अब बुवाहरुको चाहिँ भान्जा हो हैन अहिलेसम्म छेउर गरेर हिँड्छ कसैलाई थाहा पनि नभएको हैन अनि अहिले एक्कासी उहाँको चाहिँ छेउर गर्नुपर्ने भएर हामी चाहिँ त्यतातिर जान लागेको ठुलोबाले चाहिँ कपाल काट्ने हो ठुलोबा र ठुलो मम्मी हिँडिसक्यो म चाहिँ अब अहिले घरमा छु म चाहिँ अहिले यता धुसु हालेर सक्यो अब माथि जान लागेको म र दाइ चाहिँ सँगै जानु होला लेट्स सी के हुन्छ तपाईलाई बाटोमा देखाल्छु सो स्टे ट्युन है त ल हामी चाहिँ अब घरबाट निस्केको अब यो पुरै डाँडै कटेर जानुपर्ने भयो त है दाइ बाफ्रे ल बाफ्रे के त भलै आएछ त्यता त अनि दसैँ पनि दसैँ जस्तै नहोला आज त पिनिङमा बसेर टिका लाउनु पर्यो भने के मजा होला र हैन पारिपट्टितिर चाहिँ बबाल देखेको छ त्यसमा चाहिँ ल ठ्याक्क हामी चाहिँ अहिले अर्को गाउँ आइपुग्यो यहाँ चाहिँ पिङ पनि हालेर रहेछ गुड मर्निङ हो सबै बुहारीहरुलाई गुड मर्निङ दिदी बुहारी भान्जी भान्जा सबैलाई गुड मर्निङ हो नि सबैलाई गुड मर्निङ अस्ति आ दिदी यहाँ माथि लाग्यो भेनालाई छेउर गर्न गइसक्यो कपाल काट्ने मान्छे त गइसक्यो यत्रो चेली भएपछि त अनि हेर एकचोटि खाट्दैन घाँस र धान चिने नि फेरि धान काटेर देलो र फेरि झिल्कालाई नि आटा भन क्या एकैचोटि सजिलो यहाँ के सबै बुहारी हो र तीनटा बुहारी जेठी माइली साइली हिरेको नयाँ बुहारी त्यो उता सेकेन्डको राणा हलक एउटा घर मात्र थियो अब गाडा गाडा आशीर्वाद लगायो जस्तो बजेको गाडा गाडै लाग्ला छ बज्यो भने रनिङ बज्यो रनिङ बज्यो ल गाउँको डाँडा गाडा भएको सन्तानले भन्यो ल ए मुर्ता ल यो चाहिँ झाप्रे खेत नौडा बगामा हाने नै के हो ए मेरो त ज्यान दुयो यो तासे नेला थिए भन्दै हो हो अनि तासेल त तास हार्न थालेपछि मुर्दार पापीलाई 8-9 आज बोगा काटेर आएको मुर्दार पापीलाई कहाँबाट दाउ लाग्छ नि मुर्दार पापीलाई हुन्छ आफै फेरि हामी चाहिँ यहाँ ट्र्याक्क अहिले कलका निजाइ घर आइपुग्यो ल कपाल काट्ने मामा चाहिँ यता रेडी माइजु यता फाइनली अहिले चाहिँ हामी यता छेउर गर्ने घरमा आइपुग्यो होइन सबैजना हामी ल अब ज्वाइँको छेउर गरिदिनु पऱ्यो त्यही हो भने अनि आज त यता त रोटी पोल्दै पो रहेछ त बाफ्रे हामीलाई त केही पर्दैन हामी त यसो कपाल छिट्टो कपाल काटेर टिका लगाएर सबै हिँड्न पायो भन्थ्यो भन्यो दसैँमा नि होइन हामीलाई त केही पर्दैन तिमी अनि बाको छेउर गर्न कति एक्साइटेड हो त नि एक्साइटेड छौ बाको छेउर गर्नलाई ग्यास गर्न आयो ए हो र ए उसको बाको उको छेउर गरेर हेर्नु न ल थाहा पायो अब कहाँ जाने हो तिमी बाको छेउर गरेर हेर्नु न रे घरै बस्ने मिलेन रे बाहिर जानु पर्यो रे
मेरो छ्यामा घर चाहिँ यहाँ तलको चाहिँ यो चाहिँ मेरो छ्यामा घर हो यता दाइको घर यहीँ छ्यामा घर माथि चाहिँ हामी आएको कतिले चाहिँ अब छेउर भनेको नबुझ्न नि सक्छ होइन छेउर हाम्रै छेउर भन्छ प्रायः जस्तो ठाउँमा चाहिँ व्रत बन्द भन्दो रहेछ त्यस्तै छ यो सामान चाहिँ सबै अब गाईको थलातिर लिएर जानुपर्ने छ कहाँ हो तलतिर छ कि गोठ त ए अब लाग्यो भने त्यहीँ बाँध्ने त होला नि बाँधेर आउनु है दाइ दाम ला अरे बलले बाँध्नुपर्छ फेरि चुडालो भाग लाग्यो ठुल्बा बिस्तारै जानु है बिस्तारै लाउनु पर्यो छोड्नु लाउनु भएर त्यही भन्ने त त्यही ल यहाँ चाहिँ सुरु हुन लाग्यो कपाल काट्नलाई पनि तल जानु पर्यो दाम्रो त कडा रहेछ बेना दामलाई त चुडाउनु सक्दैन त भाग्न सक्दैन अनि कड काट्दै यस्तो त्यस्तै ठुलै ल्या त्यस्तो कड काट्दा के हो ठुल्बा कपाल काट्ने हो त्यो कड काट्ला अनि त्यही त नछ कड काट छुरा अनि कैँची चाहिन्छ त्यो त छोरी त अलिअलि लाउनु कैँची चाहिन्छ नि दिदी त बस्नु भइहाल्छ हजुर त्यसले मात्रै होइन कैँची पनि चाहिन्छ नि अलिकति डोब लाउनु छुरा भनेर त्यस्तो त छुरा कुरा भयो होइन छुरा भाग भयो कैँची पनि चाहिन्छ कैँची त अनि फेरि ल्याएन के हो छ भेना माथि छैन रे ए ल्याउनु ए म त अघि कैँची त निकालेर ठुल्बाले फेरि खुकुरी अलिकति यस्तो लाउने बिलेटको भाग चाहिँ खुकुरी लाउने रहेछ क्या फाल्नु नि फाल्नु जाँदैन ए टन्नै रहेछ त अमला त है के हो हाइब्रिड हो कि लोकलै हो चिलबिडीको हाम्रो त अनलाइन राख्दै अनलाइन राख्नु चामल एउटा दुई त्यहाँ त्यो अलिक चामल झेला त्यो दुई चार ग्राम चामल हो त्यो दुई चार ग्राम चामल अनलाइन राख्यो आफ्नो चलाउनु अब कसरी भनेर उत्तर दक्षिण पुरा पस्ने कता फर्केर गर्ने हो त्यो त होइन तपाईँले अलिकति मात्र काट्दै हुन्छ क्या जसमा घुम्नु पर्दैन उड्न चाहिँ छोइदिने भने यति अलि नमुना छोइदिने होइन दामलाई चाहिँ 5 वर्षसम्म पनि केही नहोला छ होइन उतापट्टि टोइलेट यतापट्टि टोइलेट यतापट्टि बिहार र उतापट्टि टोइलेट उतापट्टि टोइलेट यतापट्टि टोइलेट टोइलेट यसपट्टि त्यसबाट कपाल काट्ने छ भनेर कैँची ल्याउनु त्यो चाहिँ नल्याउनु भने त्यो राख्ने भाग राख्नु ल्याएर के साल रोजर ल्याए कैँची भयो छुरा र कैँची भएपछि त्यो पर्ने ल है ल घाँस ए दुबो ब्लेड र कैँची त्यो अलि छेउमा काट्दिनु कहाँ बिचमा हातले टिपेर उमा राखिदिनु त्यो टबर है टबर हाल्नु हो त्यो टबर हाल्नु हो त्यो टबर हाल्नु समाज जस्तो अहिले चाटे बाटोबाट मान्छे नचिन्ने बनाइदिनु
बिचमै काट्दैन त्यही भएर मैले ठुलोवाला साइडमा काट्दिनँ भने त बिचमै काट्नुपर्ने रहेछ अनि सक्छ त अनि फेरि 3 दिन फेरि आउनु पर्यो होला ए हो भन्नाले आज बिरे लाउनु हुँदैन दुबो चाहिँ यसरी मुखमा चेप्नु पर्दो रहेछ आज काटबाट इति बाँधेर नलाउने कि सानो कपाल त्यो राम्रो बनाइदिनु राम्रो त अब अरूले बनाइदिन्छ नि बाता हो अब उहाँ उसको अब अलि काट्नु अलि अब पुरै काट्दिनु पर्ने हाम्रो बकुले अब रसी टन खाएछ हाम्रो पुजानको अब नपलाउने साल काट्दिनु न कान्छीको छोराको उहाँ पुनपुरातिर गयो पानी ए हो र हो नि दाहिनी जानु भएन र हो त काट्न नजाने कि के अरे हो कपाल काट्ने भयो त पाल्नु पर्छ नि फेरि काटिफेरि भयो होला नि पुरै काट्नुपर्छ र त्यसो भए अब फेरि बिग्रिहाल्छ त्यसो हो कति वर्ष केटाको छेउर त अब यो दामले यत्रो लाउनु पर्ने भएछ त ए हो र देखेको छैन कि अहिलेसम्म दाइ के भन्छ जुगा यहाँतिर जुगा बाँधेको हाम्रो घरहरू जेठवाले यस्तो मिलाएर काटिदिनु भएको छ उनी काहीँ नै नलाइकन यसरी काटिदिँदो रहेछ दामी काटिदिँदो रहेछ सरला गइकन कान पनि काट्दिनु होला ठुल्पा अलिकति कान काट्नु पर्छ भन्दै भन्दा पहिला खाएको बेला जे पै त्यही भन्छ कान काटेर के अरे धम्काउनु राख्यो भाइ गरिदिनु जान्छ नि कहिले कहिले पन्जाबी हो भने है मुसलमानको भने काट्छ नि त कान बुछार तल्तिर सब पुछार त छैन अब भन्नु अब भन्नु कान अलिक काटिदिनु न थोरै यति धेरै टोप छ सबै काट्यो भने त नराउँदैछ अलिक टोपो मात्रै काट्नु ल भयो ठुल्पा त्यता त हुन्छ र अर्कोपट्टि साइडमा काटिदिनु माथि दाइले फेरि न्याकेर काट्नुपर्छ भन्दैछ त्यहाँ हेर्दा र त्यहाँ हेर्दा सरलाई राम्रो सरलाई काटिदिनु एकैचोटि सरलाई ल हाम्रो यहाँ चाइनाको ज्वाइँ मिङ 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 मङ्लिङ 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 बङ्गाली भने मङ्गाली मिङलिङ भने उसको नाम चाहिँ के मिङलिङ भने चाहिँ उसको नाम झर्ला है रोटी फेरि बोल्नै पाउनु राख्नु मुखमै राख्नु ए लाग्यो भने गाह्रो भएछ त मुखमा राख्दा राख्दा ल उठेर ल यो मैले बोकिदिनु पर्छ ठुल्बा के बोकिदिनु पर्छ मैले ए यहाँ फेरफार गर्ने हो त्यो पुरानो खाल्लो होइन राख्नु के ल्याएको हामीले त मैले यहाँ एउटा भेस्ट लिएर आएको छु भेनालाई एउटा टोपी लगाइदिए ढाका टोपी लगाइ चट भयो नि बुढो भइखेन कपाल काट्यो नि यहाँ नभए झर्का एउटा बाटो त हो होइन ठिकै थियो त अब पहिला गरे नि गर्ने नि हो अहिले गरे नि गर्ने नि हो तर ल
यो हामीले पनि यहीँ दिइदिने हो ठुलो बा दाई अब भेनालाई यहीँ दिनु पर्यो अरे नि त कपडा यहीँ दिनु पर्यो अरे पातीको झाङतिर राख्दै नि दिदी कतातिर छ पाती झाङ ठुलो बाको एक सेट फेर्छ ए हो टिका नै यहीँ लगाइदिने झन् ठुलो बा ल आउनु साइल दाइ तपाईँ पनि आउनु एकचोटि टी-सर्ट छ एउटा त्यो टी-सर्ट भित्र ल टी-सर्ट भित्र लगाएर अनि यो ज्याकेट पछि लगाएन ए हो अब यो त कति दिन खोल्न मिलेन फेरि के कपडा महिना नभएसम्म ठिक भयो क्या टाउको ठिक भयो चल छानेर लिएर आएको मजा चिसो होला लाउनु त पर्यो हुन्छ हुन्छ सुलुत्त परेछ अड्छ ल लाउरे जस्तो कि देखेँ यार पल्टनबाट आयो होइन भेनालाले एकचोटि सलाम हान्न लानु छड्के ए ल अब त्यसो के हो रक्सी खानु छोड्नु लाउने हो त सुलेमामै ठिक्क भएछ ल ए ल ठिक्क हो त्यसो ल लाउरे भयो त यार अब भर्ती हुन जाने चाहिँ ल हामीले टिका नि यहीँ लगाइदिने हो पहिला बाउले ल अहिले पो खतरा देख्यो त अब जागिर छेउर गरे बल्ल अब तपाईँको ज्वाइँले तपाईँलाई चिन्दैन फेरि को आयो भन्ला फेरि बुझिदा गर्दा फेरि छोरी ज्वाइँले चिन्दैन अब तपाईँलाई होइन त्यहाँ जानु त को आयो भन्छ घरमा अच्छा ए ससुरा बा पो रहेछ भन्छ पाती त्यही छ हल्ला हाल्छ जसलाई नि किन हुन्न रमाइलो त पछि पो हुने रहेछ त अनि भनेपछि अब यस्तो ज्वाइँले ल्याएको ओरिजिनल होला यता सप्लाई गर्नु हामी दिउँला नि त फेरि यता लोकल होइन ज्वाइँले इन्टरनेसनल ल्यायो होला कपडा हामी चाहिँ यहाँको लोकल दिन्छ घोडा फट अब त मूलमा मामा पर्यो अब बाटो भेट्दैन नि 70 गर्नुपर्छ अहिले मदन टिका लगाएर बाटो भेट्दैन न मामालाई हैन बाटो भेट्दैन नमस्कार मामा नमस्कार ल मामा नमस्कार ल अब दाजुले टिका लगाइदिनुहुन्छ अब कर्म खुलोस् होइन भर्ती नभए नि भर्ती जस्तै होस् कता रक्सी खान छोडोस् नि छोडोस् अब कमाउन हिँडोस् बाटो खुलाइदियो हामी तलतिर छ हामीलाई प्रेसर पर्छ खाएर परेन नि अब राम्रो इनकम गर्नु पर्यो क्या कमाउनु पर्यो रक्सी खाएर हल्लिनु भएन होइन रक्सी खाएर त हल्लिनु त हल्लिन्छ रक्सी खाएर चाहिँ अब हिँड्नु भएन धेरै हल्लिन्छ राम्रोसित बोल्नु लटारो नहेर्नु तपाईँ आउनु
फरक पर्दैन मम्मा आनन्द भान्जी ल रक्सी आएपछि सबैतिर घाटा पर्दो रहेछ कडा ठुलो मामालाई ठोक्ने मागिन्छ सलाम ठुलो मामा कम थाहा छ दिदी ल ल भाइसँग झगडा नपरोस् अनि अब के चाहिँ रोजी हो त ल अब के खाने रोजा म त लावा त भन्यो अघि छोरीले भन्यो मोबाइलले खाऊ न रोज्ने कसले हो खास भेनाले रोज्ने होला नि खै दा टिका है अलिकति मात्रै यहाँ लगाइदिनु रोजा उसले रोज्ने रक्सी खाने हो कि अब भन फलफुल खाने हो कि होइन दाजु लाउनु त एकछिन रोज्नु पर्यो सामान सान्दै सामान त पुसा म यहाँ फेरि ल दिदिन साइनलाई खाऊ न अझै हाम्रो भाग हो हामीले भन्यो भने घर लानु हुँदैन हौ ए सान्दाले यहाँ छ नि त पुड्के 8% रहेछ कति हो यो 8% भनेर यहाँले हान साल बाउ ए हान पर्छ के कता 8% नि मान गोरा भएर होला छोराको वर्तमान गोरा भएर पर्छ साल बाउ होइन कम्तीमा टपरसम्म आज टिका ल दिन ठुलो मम्मीको पालो आउनु पर्ने त मै हो होइन आउनु त पुरा त्यो ए टिका भएपछि त दसैँ टिका त भिन्दै होइन टिका त यो त अरूको टिका होइन अब दसैँ टिका त भिन्दै होइन रोटी खाने रोटीहरू लाग्यो भेनाले रोजे खानेर लाग्यो भेनाले रोज्नु नलाउनु पर्यो नि त पढ्ने भए ठुलो अप्सन छ है रोज्ने है पढ्ने भए यहाँ कापी कलम नि रोज्नु पाइने रहेछ है यहाँ कापी कलम पनि रहेछ है ए बिचको भनेको 8% नै रोज्नु लाग्यो भेनाले पनि ल यो रोज्नु हाल्यो बिचको भनेको त 8% हो यो रोज्नु हाल्यो जमजम घरतिर को माछा खानिन्छ ल रोज्नु भेना तपाईँले अनि अरू चाहिँ के खाइदिनु ल भेना एउटा के रोज्नु पर्यो रे रुई त खानिदिनु हुँदैन खानु बानी बिग्रिन्छ बानी बिग्रिन्छ अरे उनीहरू मुख नबिटाल्ने नुनिलो नखाने माइक खानु त्यो किनु न रोजे यहाँ लाग्यो भेनाले छोरी नाति सब टिका लाउनु ल रायभेना रोज्नु एउटा हुन्छ अहिले मामा लाग्यो रोज्नु नि एउटा होइन हामी त फुटाएछ बाउ साल बाउ खान्छ माल बाउ खान्छ ल फुटायो भइहाल्यो नि त्यही रोजेर फुटायो भइहाल्यो उयो 8% ल ए ल बोतलले रोज्यो ल खानु न त्यही ल भइहाल्यो नि के मन पर्छ नि के रोटी पहिला त जुन छोरगरले हामी खानु मिल्ने त सकिन्छ उसको अनि होइन हामीले ल चस्स लगाइदिनु नि त ल अघि खाइसकेर परे के को बिहानै रहेछ अनि रोटी खाने अनि पुर्जेले कराइरहेको छु म आउँदा अघि भ्याइसकेर नि परे अनि मैले चोखो मुख न तासा कप होइन म त खाँदिनँ पुर्जेले धुना नि टाली गरिरहेको दाइले खाँदैन हामी त अनि यो सुविधा यहीँ राखिदिनु खान खान होइन खान्न त्यसलाई सगुन खानु होइन म त खाँदिनँ नि कहिले म नि खान्न खायो भइहाल्यो नि त माल बाउ खानु यसलाई चाहिँ सगुन मात्रै खोलिदियो सगुन चाहिँ पनि खानुपर्छ सगुन ल अब यो लिएर जाने हो ठुलो बा माथि के हो बुढी त लड्छ पाउँछ अब अब खान गाईले होइन त्यहाँ पुरा फर्काइदिनु भयो नाङ्लो खोल्यो भने बाबुले जसले बोक्दा नि होला नि कतै भयो नि तिन नाङ्लो लिएर जा लिएर जा ए एकैचोटि पिले लाग्यो ए अब 3 दिन आउनु आनन्द को आउनु फोटो नि बुढो मान्छे कोत्रो कोत्रो उँधो र उँधो खानेकुरो चाहिँ डोरन पर्दैन हुन ल्याइदिए भइहाल्छ 3 दिन पुगेपछि यही थुन्जे बोकेर आयो पुरिहाल्छ माउले झन् पर्दैन किन पर्नु माउले भाग पुरिहाल्छ आज टिका दिन भरे अब ह्यान लगाइदिए माल फेरि भरे कोइसिल पऱ्यो उहाँ पनि घर पनि लगाइदिन्छ अब हिँ सिधे जस्तो छ अरू दिन भए भरे घरको फेरि लगाइदिनु पऱ्यो अरू दिनमा भए भरे छुट्टी हुन्थ्यो छुट्टी हुन्थ्यो है मामा हो
यो कर्सिल मैले ल्याइदिएँ त्यो म लिएर आउँछु हुन्छ हुन्छ म लिएर त्यो नाङ्लो रहेर राख्नु पर्छ त्यो नाङ्लो भएर होइन म खाँदैन भयो लास्टमा फेरि बिलेट बेच्छ ल ल ल हिँड्नु ठुल्बा म लिएर आउँछु यो म पुग्छु यो गुन्द्री नाङ्लो बिथार ल्याएर यो कर्सिल चिराएर हो ल दिदी ल बोल्नु सक्दैन जोडाइदिनु पर्यो ए भान्जालाई जोडाउनु पर्ने होला नि ल बोइ बोइ भन्दै होला खासमा बग्नु पर्ने रहेछ अब यहाँ हो यो त ल ए ल गोडबाट निकाल्यो यो पनि माथि लगिदिँदा हुन्छ ठुलो ल दिदी खास चाहिँ बोक्नु पर्ने रहेछ कपाल काटिसकेपछि हामीले चाहिँ यहाँ भ्याउँलाई डोडाएर लिएर आयो यस्तो चुच्चो ढुङ्गा रहेछ फेरि यहाँ ल अहिले चाहिँ अब कपाल सपाल काटेर सकियो होइन अब चाहिँ यहाँ यसो अलिअलि खानापिनाको व्यवस्था होला अनि ट्याप ल हाम्रो यहाँ चाइनाको ज्वाइँ साहब हो भान्जी ज्वाइँ साहब ठिक छ ठिक ठुलो मम्मी लाउने यसो भन हजुर यता यता बस्ने के त्यतै यसो होइन टक्रक्क सजिलो हुन्छ तपाईँ बस नि त तिमी होइन ठिक छ म त हौ त अब हामी चाहिँ यहाँ प्रोग्राम सक्यो अब यता निस्किन लागेको छेउर गर्ने मान्छे त ठुलो छैन सानै छ यत्रो के हो रे हामी जाने त दाइ छैन हामी चाहिँ त माथि काम सकेर आएको ल ल ए ल खतरा खतरा मचाइदेऊ त बाबु एकचोटि चरर भन्नु पर्यो क्या ल भयो धेरै नमच मलाई पो डर लाग्यो यार त्यो घटाक गऱ्यो माथि काटे ए त्यो पुरै हल्लिँदो रहेछ ओए मोटे मोबाइल चलाएर बस्यास बिहानदेखि तैँले ए अघि खेलेको अहिले मोबाइल चलाएको पढेको चाहिँ छैन अझ भने त यार यस्तो हरामी निस्कियो तेरो मैले मोबाइल लिएर जान्छु अब पोखरा ल फाइनली अहिले चाहिँ हामी यता माथि व्रत बन्द गरेर पनि घर फर्किसकेको सो तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड देन सब्सक्राइब सो सी यू अन नेक्स्ट ब्लग टिल बाई बाई